हेलो गाइज वेलकम टु माई ब्लग। हामी चाहिँ टक्क नुहाएर फोटोसोटो खिचेर टक्क निस्किरहेछु। हेर्न सक्नुहुन्छ यतातिर हाम्रो दिदीबहिनीहरू मार्छ। जुम हार्नु हुँदैन यहाँ हो कि ऊ बराकोलाई जुम हार्नु कस्तो हेर्न सक्नुहुन्छ। हजुर अघि खिचिसकेँ मैले तिनीहरूको यतासम्म भिडियो गरेर हेर्न सक्नुहुन्छ यता हाम्रो लम्पछार भएर मस्त घाम सेकिरहेछ होइन। मस्त हेर्न सक्नुहुन्छ पुरै यता दिदी त के हो मस्त छ पुरै। हाम्रो कालो कालोहरू नि छ पुरै। यहाँ चाहिँ केटीहरू चाहिँ इन्डियन केटीहरू होइन यता हजुर पुरा। ओ यहाँ चाहिँ के बनाएर राखेको छ होइन हेर्न सक्नुहुन्छ गाइस होइन पुरै। फोटोग्राफरहरू पनि रहेछ। डबल ग्राउन्ड भयो सबै मान्छेले मुखै परार बोलिरहेको छ। टाउको दुखेमा कम भएको थियो फेरि टाउको झन् दुख्न टाउको दुखे कम भएको थियो फेरि टाउको दुख्न कहाँ खोइ हाम्रो दिदी बहिनीहरू चाहिँ ऊ गरेर रहेछ हेर्नु पुरै। थाहा थियो कि यो प्यान्ट लगाएर नुहायो भने त मैले प्यान्टै उचाल्न सक्दिनँ। नुहाइदियो है धेरै जुम हुँदैन नि हेर्न सक्नुहुन्छ हाम्रो दिदी खैरेनी दिदी खैरेनी होइन भर्ती होइन यसकोलाई पनि पुरा हेर्न सक्नुहुन्छ। फुलगरेहरू आएको हो कि के क्रिया गरेहरू सामानहरू यो पैसाहरू चढेर भटेको यस्तो छ पुरै। ढुङ्गै बबाल छ है। नुन पानीले खाएर मासुले लड्यो भने माछा छिग्दैन भन्छ छ्याकछिक जान्छ नि पुरै। हामी चाहिँ निस्किसक्यो अब कालो चढ्दैछु। दामी मजा आयो। कति बजे धान उतापट्टिको उकालो गएको भयो त मान्छे बेहोस हुन्थ्यो। चमचम हुने है फेरि नाखेर भने मलाई आउँदैन नि एकचोटि खेलेको छैन म। एनीमा समुद्रमा यत्रो ठुलो
चट्टा हाम्रो हैरानी कति डिग्री होला अनि पुरै रुम पुग्नु नि होला सुक्छ क्या यो चाहिँ हाम्रो टक्क क्लिप पसलहरू छ होइन चट्टा लुगा पसलहरू लुगा यो कफी यो भन्ने चाहिँ मलाई थाहा थिएन अब्बा रेस्टुरेन्ट कत्रो छ यहाँ कता उता नि कता अर्को ठाउँमा नि छ बस्ने ठाउँ ए त्यहाँ त्यत्रो रहेछ 40 वटा जति होला टेबलमा डेलमार्क त्यहाँ मुनिबाट आएको सौडी स्विमिङ जाने मन लागेन ल यो बुझे नि यहाँ जस्तो लाग्यो है हाम्रो यहाँ आउने यस ल आजको भिडियो यति नै